बाचिका देवी प्रतिभा गण्डकी सतकुण्ड गायत्री कोटीहोमका लागि पोखरा पुगेकी छिन्। विश्व प्रसिद्ध कथावाचिका देवी प्रतिभाले आज पोखरा महानगरपालिका सत्रमा जारी ऐतिहासिक श्री गण्डकी सतकुण्ड गायत्री कोटीहोममा समुद्घाटन गर्ने आयोजक मानव सेवा फाउन्डेशनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी दिए। 4 गते भारतबाट नेपाल आएकी विश्व प्रसिद्ध कथावाचिका देवी प्रतिभाको टिममा 25 जना सदस्य रहेका छन्। उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नो वाद्यवादनको समूह समेत रहेको बताइएको छ। उनले पोखरा महानगरपालिका सत्रमा जारी ऐतिहासिक श्री गण्डकी सतकुण्ड गायत्री कोटीहोममा 14 दिनसम्म कथा वाचन गर्नेछिन्। त्यस्तै बाल विदुषी अनुराधा पाण्डेज्यूको आज विदाईको कार्यक्रम राखिएको छ। बाल विदुषी अनुराधा पाण्डेले चैत्र 29 गतेबाट सुरु भएको पोखरा महानगरपालिका वडा नम्बर 17 बिरौटामा सञ्चालन भएको ऐतिहासिक श्री गण्डकी गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ 2082 मा भागवत वाचन सुरु गरेकी थिइन्। पोखरा महानगरपालिका वडा नम्बर 17 बिरौटामा सञ्चालन भएको ऐतिहासिक श्री गण्डकी गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ 2082 मा भक्तजनहरूको उपस्थिति बाक्लिँदै गएको छ। आयोजक मानव सेवा फाउन्डेशन लगायत अन्य केही संस्थाहरूको आयोजनामा ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम तथा अन्य संस्थाहरूको निर्माणका लागि सहयोग उठाउन भनेर गण्डकी सतकुण्ड गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ सञ्चालनमा ल्याएको छ। महायज्ञमा दिनबन्धु पोखरेल, शीतल कृष्ण महाराज, चन्द्रकला सखी लगायतका धेरै कथावाचक गण्डकी सतकुण्ड गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको आकर्षणका रूपमा रहेका छन्। यसैबीच पोखरा महानगरपालिका वडा नम्बर 17 को बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटीहोम महायज्ञको एकै दिन 3 वटा महत्त्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ। कोटीहोम महायज्ञको लागि गत महिना 23 गते कोटीहोम महायज्ञको लागि तय भएको स्थानमा भूमि पूजन सम्पन्न गरेता विविध कारणले कोटीहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो। पोखरा 6 को लेक साइड क्षेत्रको बाराही घाटमा स्थान परिवर्तन गर्नु परेका कारण बाराही घाटमा बिहान क्षमा पूजन सम्पन्न भएको हो।